नमस्कार। आइएमई संवादको तेस्रो भागमा म मेनुका भण्डारी हजुर सबैलाई हार्दिक स्वागत गर्दछु। आज हामीसँग हुनुहुन्छ विगत लामो समयदेखि आइएमईमा आबद्ध रहनुभएको जगदीश अवस्थी सर। जगदीश सर, स्वागत छ। थ्याङ्क यू सो मच। अब कुराको सिलसिलामा मैले सुरुवात कहाँबाट गरेँ भने आइएमईको हजुरको सुरुवाती यात्राबाट। हजुरकोले चाहिँ ठ्याक्कै कति समय अगाडि चाहिँ आइएमईमा यात्रा सुरु गर्नुभयो? ठ्याक्कै आइबीमा म अहिलेभन्दा 11 वर्ष अगाडि चाहिँ आबद्ध हुने मौका पाएँ र त्यो बेला म ब्याचलर पढेर सकाइसकेपछि हाम्रो इन्टर्न गर्ने एउटा चाहिँ कोर्समै हुन्छ र त्यो इन्टर्नको सिलसिलामा मैले धेरै अर्गनाइजेसनहरू धाएँ। धेरै अर्गनाइजेसनमा चाहिँ इन्टर्नसिप लिनु पऱ्यो भनेर जाँदै गर्दाखेरि धेरै इन्स्टिट्युसनहरूले चाहिँ विदाउट कस्ट भनौँ न पेड इन्टर्न चाहिँ सुविधा थिएन धेरै संस्थाहरूमा र मैले लक्किली त्यो बेला यो कुरो हो 2073 सालतिरको र हजुर, हजुर। आइएमईमा एकजना साथीबाट चाहिँ मैले रेकमेन्डेसन पाएर आइएमईमा मैले इन्टर्नको रूपमा 73 सालमा जोइन गरेको हुँ र त्यो बेला पेड इन्टर्न थियो हाम्रो अनि हजुर, हजुर। एकदमै खुसी लाग्थ्यो त्यो बेला अहिलेभन्दा ठ्याक्कै 11 वर्ष 11 वर्ष अगाडि हजुरको आइएमईमा यात्रा सुरु भयो हजुर होइन हजुर त? हजुरको आइएमईमा हजुर जब आबद्ध हुनुभयो, त्यो समयबाट अहिलेसम्म आइपुग्दाखेरि हजुरले चाहिँ आइएमईको सेवामा चाहिँ के कस्तो सुधारहरू, के कस्तो परिवर्तनहरू चाहिँ अनुभव गर्नुभयो? बताइदिनुहोस् न। ठ्याक्कै म आइएमई जोइन हुनुभन्दा पहिला पनि मैले आइएमई चाहिँ युज गर्थेँ। हजुर, हजुर। हजुरलाई भन्नुपर्दा म चाहिँ एउटा विकट जिल्ला हुन त सुन्दरपश्चिमको बैतडी जिल्ला मा चाहिँ मेरो फ्यामिली मेरो बुवा चाहिँ त्यहाँ बस्नुहुन्थ्यो र पढाइको सिलसिलामा पैसा पठाउने अनि कहिलेकाहीँ कलेज फिस पठाउँदाखेरि बुवाले आइएमई नै गर्नुहुन्थ्यो र त्यो बेला मलाई चाहिँ ठ्याक्कै आइएमईको पैसा निकाल्न जाँदाखेरि म चाहिँ बैङ्कहरूमा चाहिँ जान्थेँ र मलाई कस्तो लाग्थ्यो भन्दाखेरि यो आइएमई भनेको त ब्याङ्क नै हो कि क्या हो? नागरिकता लिएर पैसा पाउने अनि बैङ्कमा चाहिँ आइएमई हुँदो रहेछ भन्ने चाहिँ फिल भयो। अनि ठ्याक्कै त्यो ब्याचलर सकाइसकेपछि म आफै सौभाग्यवश भनौँ आइएमईमै जोइन हुने मौका पाएँ र त्यो बेला थाहा भयो कि आइएमईले चाहिँ भनौँ न एज अ रेमिटेन्स कम्पनी चाहिँ काम गर्दो रहेछ र स्पेसली आइएमईले विदेशबाट त्यो बेलाको काम गर्ने तरिका हेर्ने हो भने नेपाली दाजुभाइहरू विदेश हिँड्ने क्रम धेरै नै थियो त्यो बेला। हाम्रो पनि पढाइ सकिएपछि विदेश जाने हो कि भन्ने थियो र मेन चाहिँ आइएमईले विदेशमा रहेका नेपाली दाजुभाइहरूलाई धेरै सपोर्ट गरेको जस्तो लाग्छ त्यो बेला। हजुर, हजुर। अब मैले हजुरलाई अलिकति बिचमा रोकेँ होइन। अब हजुर त 10 वर्षदेखि आइएमईमा आबद्ध हुनुहुन्छ होइन। एमईले हजुर। विदेश जानुभएको दाजुभाइहरूलाई गरेको सहयोग बनेको पुल हजुरबाट सबै स्पष्ट छ होइन। मेरो क्वेसनको मेन तात्पर्य चाहिँ के थियो भने आइएमईको जुन सेवाहरू छ, त्यसमा आजको समयमा हजुरले अनुभव गर्नुभएको सुधारहरू, परिवर्तनहरू। ओके, धेरै नै परिवर्तन भएको छ त्यो बेलाको सेवा र अहिलेको सेवामा। र अहिले चाहिँ धेरै आइएमईले प्रदान गर्ने सेवाहरू प्रविधि मैत्री टेक्नोलोजी बेसमा चाहिँ अहिले सर्भिस हामीले दिन पाइरहेका छौँ। अ, अ, ठ्याक्कै नै यो बिचको 10 वर्षको दौरानमा आइएमईले डिजिटल वालेट पनि सञ्चालनमा ल्यायो। जुन चाहिँ नेपालमा फिनटेक सेक्टरमा चाहिँ विदेशबाट डाइरेक्ट मोबाइलमै पैसा पठाउन मिल्ने गरेर त्यो फिचर ल्याउँदाखेरि को अवस्था र जो विगतमा चाहिँ पहिला जो ट्रेडिसनल तरिकाले गर्ने थियो धेरै नै चेन्जेस आएको छ। यसमा मैले अर्को एउटा प्रश्न मैले थप्न चाहेँ होइन। जस्तै हजुरले भन्नुभयो परम्परागत रेमिट्यान्सलाई चाहिँ आइएमईले डिजिटलाइजेसन्स पनि गर्यो भनेर होइन। अब जुन ग्राहकहरू हुनुहुन्थ्यो जुन परम्परागत हिसाबले नै रेमिट्यान्स रिसिभ गरिराख्नु भएको थियो, उहाँहरूले यो डिजिटल अब हाम्रो आइएमई पे भनौँ, आइएमई खल्ती भनौँ अहिलेको होइन, त्यसरी रिसिभ पैसा खल्ती वालेटमा अथवा डिजिटल माध्यमबाट चाहिँ पैसा रिसिभ गरिरहँदाखेरि चाहिँ उहाँहरूको त्यतिखेरको प्रतिक्रिया चाहिँ हजुरले कस्तो पाउनुभयो? ठ्याक्कै नै म्याम यो बिचमा नेपालीहरू बाहिर जाने मौका चाहिँ धेरै पायो नेपालीहरूले विदेशमा र विदेशमा टेक्नोलोजी चाहिँ हामीभन्दा सँगसँगै त हुन्छ तर हामीभन्दा 1-2 वर्ष अगाडि चाहिँ त्यहाँ एडप्ट भइसकेको हुन्छ टेक्नोलोजी र त्यो टेक्नोलोजीमा नेपालीहरू पुगेर उहाँहरूले त्यहाँ फिल गरिसकेपछि जब पनि विदेश गएर फर्केकाहरूले चाहिँ एकदम सजिलै आइएमईलाई चाहिँ ट्रस्ट गरेर है आइएमईले पनि विदेशी सिस्टम ल्याएछ नेपालमै हरेक चिज मोबाइलबाट चाहिँ गर्न मिल्ने रहेछ भनेर चाहिँ एउटा एक्साइटेडमेन्ट भएर युज गरेको पनि देखिएँ। र हजुरले भन्दै गर्दा अब नेपालकै केस हो भने स्टार्टिङमा चाहिँ हामीलाई
डिजिटल वालेट चलाउनुहोस्, यो चाहिँ यसको फिचर चाहिँ यस्तो हो भनेर हामीले उहाँहरूलाई भन्दाखेरि चाहिँ अलि त्यहाँ चाहिँ ट्रस्टको चाहिँ ग्याप थियो। र अहिले त सबै नेपालीहरू अ, प्रविधिमा चाहिँ आबद्ध भइसक्या भएर अहिले इजिली चाहिँ एउटा रेपुटेटेड कम्पनी र ब्रान्डेड कम्पनी भनेर आइएमईलाई चाहिँ एकदमै चाहिँ युज गरेको मैले पाएको छु। भनेपछि आइएमईको परिवर्तनलाई पनि ग्राहकहरूले उति नै एक्साइटमेन्टका साथ स्वीकार गर्नुभएको छ। त्यसले ग्राहकहरूलाई उति नै सुविधा पनि दिएको छ भन्न हजुर, हजुर। खोज्नुभयो। एकदम, एकदम। हजुर, हजुर। अब यसमा मैले हजुरको व्यक्तिगत धारणा पनि जोड्न खोजेँ होइन। जस्तै हामीले परम्परागत रेमिट्यान्स हुँदै आज डिजिटलाइजेसन्स गऱ्यौँ। त्यो बाहेक अरू माध्यमहरू पनि छ होइन हामीसँग। अब हजुरले चाहिँ आफ्नो व्यक्तिगत प्राथमिकता चाहिँ हजुरले पैसा पठाउनको लागि अथवा पैसा रिसिभ गर्नुको लागि चाहिँ हजुरको प्राथमिकतामा चाहिँ के पर्छ त? कुन माध्यम पर्छ त? ओके, अब माध्यम त धेरै नै छ होइन। अब हजुरले भन्दै गर्दा पहिला भनौँ न चिठी पठाउँदाखेरि नै 10 दिन 15 दिन होइन सूचना पठाउँदाखेरि नै त्यत्रो लाग्थ्यो भने झन् पैसा पठाउँदा त मान्छे डराएर अझ आफन्तलाई एकदम ट्रस्ट भएको मान्छेलाई मात्रै मार्फत चाहिँ पैसा पठाउँथ्यो। र त्यो दौरानमा अझ हजुरले यो जोड्दै गर्दाखेरि चाहिँ म चाहिँ के चाहिँ प्रिफर गर्छु भन्दाखेरि अहिले प्रविधिको उच्चतम बिन्दुमा चाहिँ भनौँ न नेपाल पनि प्रवेश गरिसकेको छ। र विदेशमा भएका नेपालीहरूले पठाउने च्यानल त हजुर आफैले नि भन्नुभयो धेरै नै च्यानल छ। म चाहिँ वालेटलाई चाहिँ बढी प्राथमिकता दिन्छु। किन भन्दाखेरि एउटा त रेकर्डिङको लागि पनि भयो, जो हजुर, चाहिँ रेकर्ड हुन्छ उहाँहरूसँग। र दोस्रो कुरा भनेको अल इन वान एउटा हाउस होल्ड या भनौँ एउटा कुनै पनि घरमा जिम्मेवारी लिएर बसेको मान्छे छ भने उहाँले एउटा मोबाइलमा एउटा वालेटबाट मात्रै मल्टिपल पेमेन्ट्स गर्न मिल्ने, अनि ब्याङ्क डिपोजिट गर्न मिल्ने र सम्पूर्ण भनौँ न अब त्यसमा युटिलिटीदेखि लिएर स्कुल फीका कुराहरूदेखि लिएर बिहानै ग्रोसरीमा हामीले सपिङ गर्ने बेलामा पनि हामीले चाहिँ क्यासलेस चाहिँ अ, काम गर्न कारोबार। सक्छौँ। हजुर, र हजुर, यो अवस्था हेर्ने हो भने नेपाल अलमोस्ट क्यासलेस पनि भइसकेको छ। हजुर, इभन हजुर। दुर्गम ठाउँमा पनि हामीले क्युआर भेट्छौँ। सो विदेशमा भएको मान्छेहरूलाई चाहिँ पैसा यदि आफन्तलाई हजुरको चाहिँ खर्च गर्ने पर्पजको लागि पैसा पठाउँदै हुनुहुन्छ भने त्यो चाहिँ वालेटमा पठाउँदाखेरि चाहिँ बेस्ट हुन्छ भन्न भनेपछि चाहन्छु। हजुरको व्यक्तिगत प्राथमिकता चाहिँ डिजिटल वालेट नै भयो होइन? हजुर, हजुर। हजुर, हजुर। अब यसै सन्दर्भमा मैले अब अर्को प्रश्न जोड्न चाहेँ होइन। हाम्रो 1 वर्ष अगाडि होला आइएमई पे र हाम्रो खल्ती डिजिटल वालेट चाहिँ मर्ज भयो होइन? यो मर्जर पछाडिको सेवा सुविधाको बारेमा अनि यो मर्जरको बेलामा तपाईँहरूले अनुभव गर्नुभएको कुरा अथवा ग्राहकले अनुभव गर्नुभएको कुराहरूलाई अलिकति फस्टाइदिनुहोस्। ठ्याक्कै नेपालको इतिहासमा 2 टा ठुला डिजिटल वालेट कम्पनीहरू आइएमई पे र खल्ती वालेट मर्ज भएर एउटा परिष्कृत ठुलो इकोसिस्टम चाहिँ बनेको छ जस्तो लाग्छ मलाई वालेटको दुनियाँमा नेपाल। अब ठ्याक्कै भन्ने हो भने धेरै राम्रा फिचरहरूलाई चाहिँ दुइटै कम्पनीले एउटै ठाउँमा ल्याएर मार्केटमा लाँदाखेरि त्यसको एडप्टेसन चाहिँ एकदम राम्रो छ। अब विदेशबाट पनि हजुरको चाहिँ अब कोर आइएमई पेको मेन कोर चाहिँ मान्छेले के बुझेको हुन्थ्यो भन्दाखेरि आइएमई भनेकै आइएमई पे हो भनेर बुझ्थ्यो भनेपछि अहिले म्याक्सिमम् 80 लाखभन्दा बढी नेपालीहरू जो बाहिर हुनुहुन्छ उहाँहरूले चाहिँ ए है अब त आइएमई खल्ती भइसक्यो मैले चाहिँ अब पैसा पठाउने बेलामा मैले एक्स्ट्रा बेनिफिटहरू पाउँछु। जस्तै चाहिँ भनौँ न प्रो यु वालेट युजरहरूलाई चाहिँ इन्ट्रेस्टको कुराहरूदेखि लिएर हजुरको चाहिँ स्मार्ट लोनका कुराहरूदेखि लिएर जो वैदेश रोजगारीमा जो नेपालीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ जो एउटा दुइटै कम्पनीले एउटै डालोमा राखेर जो सर्भिस दिइरहेको छ त्यसको फिडब्याक चाहिँ राम्रो छ। र अब जो पुरानो कम्फर्ट जोनमा थियो मान्छेलाई चाहिँ कस्तो हुन्छ भन्दाखेरि हजुरले जे चिज युज गरिराख्नु भएको छ त्यो चिज नै सबकन्सियस माइन्डले पनि त्यो सजिलो बनाइदिन्छ। सो नयाँ अपडेट हुँदाखेरि केही समस्या भए पनि ओभरअलमा चाहिँ आइएमई र खल्तीको मर्जरले गर्दाखेरि चाहिँ हाम्रो ग्राहक वर्गहरूले चाहिँ राम्रो सुविधा एउटै ठाउँमा चाहिँ पाएको अनुभूति चाहिँ मैले गरेँ। भनेपछि हजुरले चाहिँ यो जुन हाम्रो 2 टा खल्ती र आइएमई पे डिजिटल वालेट जुन मर्ज भयो, यसले चाहिँ अब जनतामा हाम्रो ग्राहक वर्गमा चाहिँ झनै ठुलो सुविधा, उहाँहरूको लागि झनै राम्रो फ्लेक्सिबिलिटी चाहिँ लिएर आयो भन्ने हजुरको एकदमै, मान्यता छ। एकदमै ठुलो हजुर। प्लेटफर्ममा चाहिँ अझ धेरै चिजहरू चाहिँ गर्न मिल्ने हुन्छ। सो एउटा बिग प्लेटफर्म चाहिँ हो भन्न सक्छौँ हामी। अहिलेको समयमा चाहिँ डिजिटल रूपान्तरण चाहिँ बढ्दो छ होइन? डिजिटल रूपान्तरण चाहिँ आजको आवश्यकता पनि भएको छ। यो हामी सबैले महसुस गरिरहेका छौँ। अब यो डिजिटल रूपान्तरणको सन्दर्भमा चाहिँ हजुरको आफ्नो धारणा चाहिँ कस्तो छ?
ओके, अब ठ्याक्कै यो डिजिटल रूपान्तरणमा मेरो धारणा भन्दा पनि नेपाल गभर्नमेन्ट जो अहिले लेटेस्ट गभर्नमेन्ट बनेको छ, यङ माइन्ड्सहरू चाहिँ हाम्रो कार्यकारी ठाउँमा पुगेको छ कन्ट्रीको र उहाँहरूले नै भनौँ न एउटा लिडरसिपबाटै देखिन्छ नेपाल चाहिँ छिट्टै नै हरेक सरकारी सेवा सुविधा पहिला चाहिँ भनौँ न डिजिटल मैत्री थिएन। अहिले गभर्नमेन्टले पनि त्यसलाई चाहिँ डिजिटल मैत्री बनाउँदैछ। एउटा त त्यो नै भइहाल्यो। र दोस्रो कुरा प्राइभेटाइजेसन सेक्टरमा त यो कुरा पहिलेदेखि नै थियो र त्यो चाहिँ सीमित व्यक्तिले सीमित ग्राहकले मात्रै युज गर्न पाउँथ्यो भने अब जनरल पब्लिकले पनि गभर्नमेन्ट साइडबाट चाहिँ प्रविधिमा चाहिँ प्रविधिको उच्चतम चाहिँ भनौँ न बेनिफिट चाहिँ लिने अवस्था छ। सो मेरो भ्यूमा पनि त्यही नै हो कि अझ हामीले जति पनि फाइनेन्सियल ट्रान्जेक्सनका कुराहरू फाइनेन्सियल सेक्टरको हामी प्रडक्टहरू अफर गरिरहेको छौँ। यो कुरालाई चाहिँ डिजिटल मैत्री त अवश्य बनाउनै हुँ। पर्छ। अ भनेपछि हजुरको विचारमा चाहिँ डिजिटल रूपान्तरण आजको आवश्यक। एकदमै डिजिटल रूपान्तरण आजको आवश्यकता हो। यदि तपाईँ अपडेट हुनु भएन भने आउटडेट भइन्छ। सो अहिले प्रविधि नै अहिलेको लागि सबै सेक्टरमा चाहिँ भनौँ न एउटा इफेक्टिभ रोल र इन्फ्लुएन्सिङ सेक्टर पनि हो भन्छु। सो हामी पनि प्रविधि मैत्री भएर आफूलाई अपडेट गर्नुपर्छ। यसमै मैले अर्को प्रश्न जोड्न चाहेँ। हजुरलाई को आफ्नो तर्फबाट भन्दाखेरि चाहिँ आइएमई चाहिँ डिजिटल रूपान्तरणमा चाहिँ कत्तिको अब्बल ठहरेको छ अथवा कत्तिको आफूलाई चाहिँ अगाडि लाग्न सफल भएको छ आइएमई? एकदमै हामीसँग चाहिँ त्यो लामो अनुभवको कारणले पनि होला। मेनुअली काम गर्दाखेरि, परम्परागत तरिकाले काम गर्दाखेरि कति ह्यासल थियो र प्रविधि ल्याउँदाखेरि कति सजिलै चाहिँ डिफिकल्टी कामहरू गर्न सकिन्छ भन्ने कुरा हामीले चाहिँ राम्रोसँग बुझेको छ जस्तो लाग्छ र बुझेको पनि छ। र ठ्याक्कै नै आइएमई अहिले मेरो पर्सनल भ्यूबाट हेर्ने हो भने फुल्ली चाहिँ प्रविधि मैत्री भइसकेको अवस्था चाहिँ छ। किनभने हामीले इन्टरनली अफिसमा पनि हामीले पेपरलेस भएर हामीले कामलाई चाहिँ प्रायोरिटी दिन्छौँ भन्दै गर्दा यसले चाहिँ जो हाम्रो पब्लिक सेक्टरमा छ, जो हाम्रो चाहिँ स्टेक होल्डर छ, उहाँहरूको लागि चाहिँ हामीले अवश्य नै जस्तै अनलाइन प्लेटफर्महरू भयो, अघि हामीले कुरा गरि नै सक्यौँ विदेशबाट वान क्लिकमा विदेशको कम्पनी मार्फत नेपालमा चाहिँ रियल टाइममा पैसा डिपोजिट हुन्छ भनिसकेपछि यो चाहिँ आइएमई प्रविधि मैत्री भइसकेको जस्तो चाहिँ मलाई लाग्छ। हजुरले यो भनिरहँदा चाहिँ मैले के अनुभव गरेँ भने जसरी परम्परागत हिसाबमा त्यो समयमा आइएमईले जनमानसको भावनालाई बुझेर आफ्नोलाई अगाडि बढाएको थियो। आज डिजिटलाइजेसनको समयमा पनि आजको जनताको आवश्यकतालाई चाहिँ आइएमईले सम्बोधन गर्न सफल भएको छ, होइन त? ठ्याक्कै, ठ्याक्कै नै। हजुर, हजुर। जगदीश सरको मैले अर्को पाटो जोड्न चाहेँ। हजुर चाहिँ आइएमईबाटै आइएमईको प्रतिनिधि भएर युएईमा पनि रहनुभएको भन्ने हामीलाई थाहा छ, होइन? अब हजुरले यस सन्दर्भमा चाहिँ युएईमा हजुर रहँदाखेरि त्यहाँको नेपालीहरूको अवस्था जो रोजगारीको हुनुहुन्छ होइन, अन्य कुनै कारणले हुनुहुन्छ, उहाँहरूको अवस्था र उहाँहरूलाई चाहिँ आइएमईले कसरी सहयोग गर्यो उहाँहरूको रकमलाई सुरक्षित घर पठाउनलाई आइएमईको भूमिका कस्तो रह्यो यसबारेमा? ठ्याक्कै म्याम। अब युएईमा म चाहिँ आइएमई मार्फत अ, जाने मौका पाएँ र मैले त्यहाँ 2 वर्ष जति चाहिँ युएईमा बिताएँ। र ठ्याक्कै हाम्रो काम भनेकै त्यहाँको फाइनेन्सियल अर्गनाइजेसन र नेपालीहरूको बेसिक आवश्यकतालाई चाहिँ जो चाहिँ फाइनेन्सियल आवश्यकता छ त्यो चाहिँ फ्रिज भएर हामीले काम गर्ने मौका पायौँ। र अब ठ्याक्कै युएईको कुरा गर्ने हो भने अरू कन्ट्रीहरूभन्दा युएईमा चाहिँ धेरै राम्रो छ भन्न चाहिँ चाहन्छु म। यदि हजुर, वैदेशिक रोजगारीको लागि पनि हो भने पनि। किन भन्दाखेरि मिडल इस्टमा युएईले चाहिँ एकदमै भरपुर उच्चतम प्रविधिको प्रयोग गर्छ र ऊ चाहिँ एकदम सेफ कन्ट्री भनेर पनि चिन्छौँ। जहाँ चाहिँ त्यहाँको गभर्नमेन्टले चाहिँ व्यक्तिको आत्मसम्मान, व्यक्तिको चाहिँ भनौँ न हरेक को चाहिँ सेवा सुविधा, उसको चाहिँ भनौँ न जो चाहिँ कम्पल्सरी राइटहरू हो नागरिकको त्यो कुरालाई चाहिँ ध्यानमा दिएर त्यहाँको गभर्नमेन्टले नै यस्तो खालको सेफ्टी चाहिँ बनाएको छ। र ठ्याक्कै काम गर्ने सिलसिलामा त्यहाँ चाहिँ जति पनि युएईमा चाहिँ नेपाली दाजुभाइहरू हुनुहुन्छ उहाँहरू राम्रै सेक्टरमा चाहिँ हुनुहुन्छ जस्तो लाग्छ मलाई मेरो अनुभवले भन्ने हो भने। र नेपालीहरू त्यहाँ चाहिँ भनौँ न प्रविधिमा एडप्ट भइसकेको छ। कज मेन कारण भनेको युएई आफै नै भनौँ न मिडल इस्टको लग्जरियस कन्ट्रीमा पनि काउन्ट हुन्छ। त्यो कतिपय ठाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि कसैले सिकाएर, बुझाएर सिक्ने भन्दा पनि
चाहिँ देखेर फिल गरेर चाहिँ सिक्न चाहिँ छिटो सकिन्छ र अहिले नेपालीहरूको जति पनि दुबईमा हुनुहुन्छ उहाँहरूले चाहिँ त्यो भोगेर फिल गरेर चाहिँ अब्बल हुनुहुन्छ जस्तो चाहिँ लाग्छ। अब ठ्याक्कै पैसा पठाउने कुरामा जोड्ने हो भने त्यहाँ प्रविधि मैत्री भइसकेको अवस्थामा हामीलाई चाहिँ अरू कन्ट्रीको नागरिकहरूभन्दा नेपालीहरू अझ टेक्निकल चाहिँ हुनुहुन्छ जस्तो चाहिँ मैले फिल गरेँ। है यो त धेरै राम्रो कुरा भयो होइन। अब रवि सरले त्यहाँ गएर रियल बेसमा अब अनुभव गर्दाखेरि चाहिँ नेपालीहरू टेक्नोलोजीमा पनि अवेर हुनुहुन्छ र आइएमईले चाहिँ उहाँहरूलाई टेक्नोलोजीको मार्फतबाट आफ्नो पैसालाई घर पठाउन सुरक्षित घर पर्दोमा चाहिँ भूमिका खेलेको होइन त। हजुर। यो चाहिँ ठ्याक्कै भन्नुपर्दा हजुरको युएई चाहिँ माइग्रेन्ट वर्करले नै भरिएको ठाउँ हो। त्यहाँ चाहिँ भनौँ न स्पेसली इन्डिया, पाकिस्तान, फिलिपिन्स, बङ्गलादेश, नेपाल लगायतका अरू कन्ट्रीबाट पनि मान्छेहरू चाहिँ त्यहाँ आएको हुन्छ रोजगारीको सिलसिलामा। र त्यो सबै बाहिरको नागरिकसँग कम्पेयर गर्ने हो भने नेपालीहरू चाहिँ प्रविधिमा चाहिँ बढी अगाडि छ। कारण भनेको जस्तै आइएमईसँग अनबोर्ड भएको कम्पनीहरू छ हामीसँग फिनटेक कम्पनीहरू जस्तै बोटिम जस्तै त्यहाँ अलनसारी हजुर हजुर। अहिले ट्याप ट्याप 10 भन्ने छ र यसमा चाहिँ नेपालीहरूको एकदमै आकर्षण अरू कन्ट्रीमा पनि त्यो सेवा भए पनि अरूले चाहिँ अलिक ट्रस्ट नगर्ने नेपालीहरूले चाहिँ हो यो चाहिँ राम्रो हो भनेर चाहिँ उहाँहरूले त्यहाँको फिनटेक कम्पनीहरू मार्फत आइएमई गरेर चाहिँ नेपालमा वालेटमै पैसा पठाउनु चाहिँ हुन्थ्यो उहाँहरूले। सो मलाई लाग्छ विदेशमा जति पनि नेपालीहरू जान्छ त्यो पहिला त जानुभन्दा अगाडि एउटा एक्साइटमेन्ट हुन्छ उसको एक्सपेक्टेसन नै के हुन्छ भन्दाखेरि ओहो नेपालभन्दा त विदेश खत्रै होला त्यहाँ त कसरी प्रिपेयर हुने भनेर एउटा प्री माइन्ड सेट बनाएर जान्छ जस्तो लाग्छ एयरपोर्टबाट नै। अनि त्यहाँ हजुर हजुर। गइसकेपछि उसले हरेक कुरालाई चाहिँ त्यो सिरियसली जज गर्दाखेरि त्यसको इफेक्टले गर्दाखेरि चाँडै चाहिँ सिक्छ नि। हजुर अरू कन्ट्रीको विचार गरेँ मैले पनि होइन अरू कन्ट्रीको मान्छेहरू चाहिँ अलि बहादुरी टाइपको भन्छ नि नेपालीहरूलाई। अरू कन्ट्रीको चाहिँ अलि ब्याक हट्ने हो कि अलि चाहिँ इनिसिएसन नलिने, अलिक डराउने वर्कर लेभलमा त्यस्तो चाहिँ मैले पाउँछु। भनेपछि हजुरको अनुभवमा चाहिँ विदेशमा रहनुभएको नेपाली नागरिकलाई चाहिँ आइएमईले चाहिँ उहाँहरूको दुःख गरेर कमाएको पैसालाई सुरक्षित घर पठाउनको लागि अ, राम्रो भूमिका खेलेको छ। अहिले डिजिटलाइजेसनले प्लस यसमा चाहिँ अझै सहजता दिएको छ होइन त? एकदमै, एकदमै। आइएमएले हरेक कन्ट्रीमा आफ्नो प्रतिनिधिहरू पठाएको छ। र ठ्याक्कै युएईमा जुन बेला मेरो 2 वर्षको त्यहाँ कार्यकाल थियो, त्यो बेला पनि हामी लेबर क्याम्पहरूमा जाने, नेपालीहरू भएको ठाउँमा जाने, नेपाली राजदूतावाससँग समन्वय गरिदिने र नेपालीहरूले चाहिँ कुनै पनि ब्याङ्किङ सर्भिस लिनुपर्यो भने हाम्रो आफ्नै ग्रुप अफ कम्पनीज मार्फत पनि भनौँ न हामीले उहाँहरूलाई फाइनेन्सियल बेनिफिटहरू र साथसाथै चाहिँ जस्तै ब्याङ्किङ पहुँचतामा ल्याउने कामहरू चाहिँ हामीले गर्थ्यौँ। लाइक रेमिटेन्स अकाउन्ट खोलिदिने, आइएमई वालेट युज गराउने र त्यहाँ चाहिँ अवैधानिक तरिकाले पनि पैसाको मुभमेन्ट बढी हुन्छ। सो त्यो कुरालाई चाहिँ उहाँहरूलाई हामीले सचेत गराएर लिगल तरिकाले आइएमई मार्फत चाहिँ पैसा पठाउनुहोस् भन्ने काम चाहिँ हामीले ग्राउन्डमै गएर क्याम्पमै गएर हामीले क्याम्पेन चाहिँ गर्थ्यौँ। यसले गर्दाखेरि आइएमईले चाहिँ विदेशमा भएको नेपालीहरूलाई चाहिँ एउटा एक लेभल अफ चाहिँ राम्रो सर्भिस चाहिँ ग्राउन्ड लेभलमा दिएको छ। हजुर, हजुर। एकदमै हामीलाई खुसी लाग्यो हजुरको अनुभव सुनेर जगदीश सर। अब अन्तिममा मैले केही प्रश्न जोड्न चाहेँ भने हजुरले भन्नुभयो मैले देखि सुरु गरेको आइएमईमा भनेर होइन त्यतिखेरको पेड इन्टर्न दिने कम्पनी पाएँ भनेर भन्नुभयो होइन। अब त्यो समयदेखि आजको यो दिनसम्म आइपुग्दा यो कुर्सीमा बसेर हजुरले आइएमईको बारेमा भन्न चाहँदाखेरि के भन्न आइएमई एउटा जो चाहिँ भनौँ न आइएमईको जो संस्थापक हुनुहुन्थ्यो, मैले चाहिँ यो बेसबाट चाहिँ किन जाँदैछु भन्दाखेरि हरेक चिजमा सफलता पाउने हो भने त्यहाँ निड्स हुनुपर्छ, आवश्यकता हुनुपर्छ। र सो हामीले निडी मान्छे खोज्ने हो भने आफ्नो आवश्यकता चाहिँ त्यहाँबाट चाहिँ पूर्ति हुन्छ जस्तो लाग्छ। त्यो बेला जुन बेला आइएमई इस्टाब्लिस भयो 2001 मा हाम्रो चेयरम्यान सरले गरेको चाहिँ जो दुःख उहाँहरूले सुनाउनुहुन्थ्यो, म रियल्ली उहाँबाट पनि एउटा प्रभावित मान्छे चाहिँ हो। यो भन्दै गर्दा मैले यो जो मेरो कार्यकाल 10 वर्ष मैले यहाँ स्पेन्ड गर्दै गर्दा मैले चाहिँ आइएमईबाट मेन कुराहरू सिकेको भनेको इमान्दारिता ठुलो कुरा हो। तपाईँ जुनसुकै सेक्टरमा जहाँ गए पनि इमान्दारीका साथ तपाईँले
आफ्नो भूमिका निर्वाह गर्नुभयो भने त्यहाँ कुनै पनि अब्स्ट्याकल आउँदैन र त्यहाँ अटोमेटिक लकले पनि फेभर गर्छ। एउटा मैले आइमीबाट सिकेको चाहिँ एउटा यो कुरा भयो। र अर्को कुरा भनेको जसरी हरेक ठाउँमा एउटा रुलहरू तोकेको हुन्छ या भनौँ न डिसिप्लिनमा ल्याउनको लागि के न के चाहिँ भनौँ न एउटा गाइडलाइन चाहिँ बनाएको हुन्छ। त्यो यदि फलो गर्ने हो भने सम्बन्धित ठाउँमा जस्तै एउटा भेल्यु हुन्छ नि, जस्तै पूजा गर्ने ठाउँमा हामीले पानीलाई जल भन्या जस्तै पूजा गर्ने ठाउँमा हामीले पानीलाई जल भनेर सम्बोधन गर्छौँ। भन्या जस्तै हजुरले जस्तै पूजा गर्ने ठाउँमा दहीलाई अर्घ भनेर हामीले जसरी सम्बोधन गर्छौँ, त्यसै गरेर तपाईँ जुन ठाउँमा एउटा डिसिप्लिनरी एउटा गाइडलाइन बनाएको हुन्छ, त्यो गाइडलाइनलाई मात्रै फलो गर्ने हो भने सफलता चाहिँ प्राप्त हुन्छ जस्तो लाग्छ। सँगसँगै आइएमई लिमिटेडबाट मैले एउटा अति आवश्यक कुरा सिकेको चाहिँ के हो भन्दाखेरि गभर्नमेन्टले जुन कन्ट्रीमा गभर्नमेन्टले प्रायोरिटी दिएर के कामहरू अगाडि बढाउँछ भने त्यो कुरालाई चाहिँ प्रायोरिटीमा राखेर आफ्नो तर्फबाट पनि इभन कम्पनी होस् या व्यक्तिगत होस् त्यो कुरामा चाहिँ आफूले पनि फोकस गरेर काम गर्ने हो भने अभियसली त्यहाँ चाहिँ सफलता पाइन्छ। किनकि त्यहाँको देशको शासन व्यवस्थाले नै सपोर्ट गरेको कुरा हो भनिसकेपछि त्यहाँ व्यक्तिले पनि डिसिप्लिनरी तरिकाले त्यो वेमा लाग्ने हो भने चाहिँ त्यहाँबाट पनि सफलता प्राप्त हुन्छ भन्ने मेन यी कुराहरू चाहिँ मैले विगत मेरो लामो समयको यो इङ्गेजमेन्टमा आइमीबाट मैले प्राप्त गरेका कुराहरू यिनै हो। हजुरको अनुभवहरू हामीले सुनेर लाग्यो हामीलाई। साथै कति चाहिँ हजुरलाई हेरिरहनु भएको छ हामीलाई। हजुरको अनुभवबाट उहाँहरू मोटिभेट पनि हुनुहुन्छ भन्ने मैले विश्वास राखेको छु। अब हामी कार्यक्रमको अन्तिममा छौँ। हजुरको आइएमईको लागि केही कुराहरू छ मनमा अथवा केही हजुर भन्न चाहनुहुन्छ आइएमईको बारेमा भने? कि आइएमई आफै पनि एउटा ट्रस्टफुल नेम हो। मार्केटमा एज अ आइएमई स्टाफ, एज अ भनौँ न आइएमईमा चाहिँ आबद्ध भएको नाताले मलाई काम गर्ने सिलसिलामा चाहिँ धेरै नै एउटा सपोर्ट चाहिँ स्ट्रेन्थ चाहिँ दिने गर्छ। हजुरको कुरा सुनेर हामीले आइएमईलाई चाहिँ सम्भावनाले भरिएको ठाउँ भन्दाखेरि फरक नपर्ला होइन? एकदमै, एकदमै मैले अघि पनि भने समयअनुसार चाहिँ परिष्कृत गर्दै, समयअनुसार आफूलाई अपडेट गर्दै आइएमईले चाहिँ काम गर्दै आइरहेको छ र यो कुरामा दुई मत छ। हुन्छ हुन्छ जगदीश सर, एकदम खुसी लाग्यो हामीलाई। धन्यवाद। हस्, थ्याङ्क यू सो मच। समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।